Hello everyone, welcome back to my YouTube vlog. र हामी आज जाँदैछौँ चितवन र को जाँदैछौँ म र एरिक उहाँ छ पुरै म र एरिक भएर आज चितवन जाँदैछौँ र यो हो राइडर आजको राइडर चाहिँ यो हो जाँदैछौँ चितवन ल हेलो चितवन हामी आउँदैछौँ है वेलकम त्यहाँ राम्रोसँग र आजको मौसम एकदम चिल छ एकदम राम्रो हो यो हो यस मोड र हामी अब जाँदैछौँ डाउननेतिर डाउनने अब बाटोमै छ डाउनने चढ्दैछौँ र म हो तपाईँको प्यारो रिभेन्स तपाईँहरूले पनि माया देखाउनु होला लाइक एन्ड सब्सक्राइब सबैजनाले गरिदिनु होला ओके ओके बाई बाई म तपाईँहरूलाई बाटो पनि देखाउने छु बाई बाई लभ यु यो हो रिभेन्स र मलाई थियो पूरा हेर्न देख्न सक्नुहुन्छ पुरै जाम छ पछाडिसम्म अगाडिसम्म राइडरलाई जाडो भइसक्यो जाडो होइन गर्मी भइसक्यो यहाँ जाडो भइरहेको थियो अहिले गर्मी भइसक्यो विश्वकर्मा मन्दिरतिर यस्तो छ बाटो तो कैसे हैं आप लोग हम बढ़िया हैं चिल में हैं अपने मस्त में हैं अभी जा रहे हैं सौराहा सो फाइनली गाइज हामी चाहिँ अब सौराहा पुग्न आँटिसकेको छौँ यो देख्न सक्नुहुन्छ यो हो सौराहाको बाटो ओ माई गड यति राम्रो यति क्लिन छ कि यति राम्रो बाटो कहिले बन्ने हो हाम्रोतिर र लाउने कोटिसकेपछि डाउनेमा चाहिँ एकदमै हाम्रो जाम परेको हुनाले म त्यहाँको भिडियो पनि बनाउन सकेन म फ्रस्ट्रेट भइसकेको थिएँ त्यो बाटोमा जाम परेको हुनाले सो यहाँको बाटो देखाउने छु र हामीलाई सौराहा चोकसम्म दुईजना बहिनी लिन आएको छन् हामीलाई र फर्स्टमा हामी जानेछौँ रोस्टी बहिनीको घर र त्यहाँ हामी मिट गरिसकेपछि बल्ल हामी त्यहाँबाट लाग्नेछौँ सौराहा त्यहाँको नाइट भ्यू न त्यहाँको कति अब प्रोग्राम हुन्छ नि त त्यहाँ सो त्यहाँ हामी रमाइलो गर्नेछौँ र फुल भिडियो तपाईँहरूलाई म त्यहाँ देखाउनेछु ल ओके गाइस हामी चाहिँ घरमा पुगिसक्यौँ हेलो गाइस आज चाहिँ हामी चितवन छौँ हामी आज नाइटमा चाहिँ चितवन आएको एरिक चाहिँ एरिकले सेलरोटी पकाउँदैछ भाउजूले चाहिँ हो सिकाएको एरिकले सिक्दैछ सर्ट्समा जान्छ ओके साथीहरू हामी चाहिँ फाइनली हामी सौराहा पुगिसक्यौँ र देख्न सक्नुहुन्छ यो सौराहा ओ वाउ यो चाहिँ सौराहा हो होइन सौराहा हो नि हामी चाहिँ यहाँ ल्यान्डिङ भयो फर्स्ट होइन किन गरेर लुकेको ल नै देख्नु भएन ल यही हो चितवन नेसनल पार्क नेपाल सौराहा तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ चितवन नेसनल पार्क एकदम राम्रो छ चितवन नेसनल पार्क पनि त यो ल ल ल लेट्स गो यहाँको म फेमस रेस्टुरेन्ट देखाउँछु है तपाईँहरूलाई यहाँ पुरै यहाँ देखिन्छ कि तर उख्रे क्रोकोडाइल गोहीहरू सबै देखिन्छ कि म तपाईँहरूलाई देखाउँछु यहाँको फेमस ल साथीहरू हामी चाहिँ अहिले घरतिर लागिसकेको छौँ किनभने धेरै राति पनि भइसक्यो सो अहिले हामी घर फर्किँदैछौँ किनभने हामीलाई अब दाउनेमा धेरै लेट भयो नि त हामी त्यही भएर छिटो टाइममा आउनु पाएन हामी
हामी यहाँ होइन पर्दैन। हामी यहाँ सौरा घुम्दैछौँ राज्यको नाइट भ्यू सौरा नाइट भ्यू यस्तो हुँदो रहेछ होइन। म फर्स्ट टाइम ट्राभल गरेर नाइट भ्यू यस्तो हुँदो रहेछ। नाइट भ्यूमा एकदम रमाइलो हुँदो रहेछ क्या। तपाईँहरू दिउँसो आउनु र नाइटमा आउनु एकदम फरक पर्छ तपाईँहरूलाई। नाइटमा आउनु न यहाँको नाइट भ्यू हेर्नु वाउ वाउ छ। भागिरहेको छ कुदाइरहेछ नि त। यसके गरेको त्यसले त कहाँ तर यस्तो गरेपछि अब निकाल टोपी खस्यो है। टोपी खस्यो हामी यहाँ टोपी खस्यो जाँदैछौँ लिनलाई। मस्त यहाँ आइ मेरो टोपी यहीँ छ। यो मेरो टोपी हो है। अब म यस्तै लान्छु। अब टोपी लिएँ अब जान्छु ल। भर्खरै हेरेँ सिधै। क्या उड़े थे के ला अभी से खतरा राइडर खतरै हो ल। चितवन भनेको चितवन ल। ओ ल चल्नु रे आगा चल्नु गयो कि आगा ल खतरै देखाइ ये तोर कतोर छोड़ के ना जी हो जिंदगी भर मर जिंदो जाइबो अगर छोड़ के ना जी हो जिंदगी भर मर जिंदो जाइबो अगर मोर राधा के कृष्ण हो तू युगों युग के प्रेम हो तू मोर राधा के कृष्ण हो तू युगों युग के प्रेम हो आपन बना ले उमहिन मन लेनो सखी तू ही ना मन लेनो सखी तू ही ना अब पुग्यौँ फाइनली हामी फेरि अब सौराहा पुगिसक्यौँ। यो चाहिँ सौराहा सिटी।
यहाँ आएर घुमेर गएको कायर जो थे वो शायर बने, अब क्या क्या करें इश्क में। ना कहते थे कुछ जो लगे खोज में, क्या लफ्ज़ चुने नए आशिक। इश्क में तेरे हैं फैज़ बने, अर्ज़ किया है हमने भी लिखा कुछ तेरे बारे में। यो हो हाम्रो ग्रिनल्यान्ड रिसोर्ट। म चाहिँ इन्टर गर्दैछु। हाम्रो दाइ भाइहरू सबै यहाँ भित्र छन्, खाँदैछन् यहाँ। सौराहामा है, सौराहामा ग्रिनल्यान्ड रिसोर्ट छ। हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ अहिले नाइटमा। रमाइलो लास्ट नाइट रमाइलो सौराहा लास्ट नाइट रमाइलो है हाम्रो आज। भोलि चाहिँ हामी मर्निङमै निस्किनुपर्छ। सो आज चाहिँ हामी नाइटमा रमाइलो गर्न निस्केको सौराहा। आज चाहिँ ग्रिनल्यान्ड रिसोर्टमा आएको एकदमै राम्रो छ। तपाईँहरू पनि भिजिट गर्नु होला ग्रिनल्यान्ड रिसोर्ट। उहाँ अनर पनि नाचिराख्नु भएको छ। अनर तर एकदमै राम्रो के थारू कल्चरको होइन, एकदमै राम्रो राम्रो यहाँ पेन्टिङहरू छ। तपाईँहरू पनि देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ पेन्टिङहरू। लास्ट नाइट रमाइलो खाने चाहिँ